लडेर यस्तो भयो ल त अब यहाँनिर केही हुनेवालामा छ है केही हुँदैछ है यहाँनिर हेलो आयुन थिङ आज चाहिँ हामी केटाहरू ग्रुपमा जाँदैछौँ घुम्नको लागि होइन अब केटाहरूले इन्जोय कसरी गर्छ त्यो हेर्नु होला है अनि माइला तेरो नाम के हो त अनि मिस्टर केटोप्लार किसान कोर ल अहिले फेस चाहिँ अहिले देख्नुहुन्छ ह्यान्डसम हुनुहुन्छ एकदम केटीहरू एकदम लट्ठ अनि हामी कहाँ जाँदैछौँ हामी मैलुङ जाँदैछौँ अब हामी चाहिँ सिधै कहाँ मैलुङ झर्ना ओके सुवा मैलुङ झर्ना ल सुवाको मैलुङ झर्ना ओके यही कहे ये पल जिंदगी का हमें अता पता रहे ना किसी का यही कहे ये पल जिंदगी का के खुद गर्ज सी ख्वाहिश लिए बेसास भी हामी कहाँ आइपुग्यो हामी अहिले छौँ चेकिङ आइपुग्यो चेकिङमा चेकिङ पोस्ट नुवाकोट चेक पोस्ट ओके ल रुमाल ल करम न त एकचोटि हल्ला गर्नु मिल्छ होइन मिलिहाल्छ नि ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु खै त ह्याप्पी बर्थडे टु यु काले 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 म चाहिँ नेचर लभर हो होइन तपाईँहरू पनि नेचर लभर हुनुहुन्छ भने इन्जोय गर्नुपर्छ आउटफिट चेक गरौँ है त गाइस जारा ल पापा आउटफिट चेक गरौँ त तपाईँको आउटफिट यस्तै हो बाबु हेर म सुतिरहेको थिएँ मस्त लागेर होइन यिनीहरूले निन्द्रामा उडालेर मुख पनि धोएन सिधै यहाँ नुवाकोटको डाँडामा राखेर हल्का पछाडि जानु त पछाडि जानु पर्यो ल आउटफिट होइन अझै लुगामा आएको छु म हेर केटा हो ल आफ्नै घर हो है धेरै थाहा थिएन त पापा किन पुरपुरा बिहान उठाएर मान्छेलाई अनि कस्तो सुतुम भइरहेको जम्मा 2 घन्टा सुत्यो गर्नलाई चाहिँ के हो अहिले चाहिँ हामी टक्क यहाँनिर ढुङ्गे बजारमा रोकेर विश्राम लिएर भात खाएर अनि टक्क आराम गर्दैछु होइन अब मलाई छोडे नजाने केही बेरपछि मैलुङ वाटरफलमा हामी त्यहाँ रमाइरहेको हुन्छौँ इन्जोय गरिरहेको हाम्रो अब यहाँ इन्ड हुन्छ है यहाँसम्मको यात्रा यहीँ गन्तव्य सुरु हुँदैछ
गाइस हामी चाहिँ त्रिशुलीको नयाँ पुल आइपुग्यो फाइनली होइन। टक्क यो चाहिँ हाम्रो टक्क त्रिशुली खोला भइहाल्यो। नयाँ पुल मैलुन पारी छ होइन, मैलुन पारी छ, मैलुन भयो, त्रिशुली खोलाको पुल भइहाल्यो। हामी अब मन्त्री झर्नाको अन्तिम सो गाइज यहाँ चाहिँ अफ रोडले डह्रो तनाव ल्याएको छ होइन, यहाँ लडेर यस्तो भएको। सो गाइज फाइनल्ली हामी चाहिँ पुग्न लाग्यो। अब हामी चाहिँ होइन यो बादलको माथि यता सब झर्नै झर्ना छ वहाँ माथि पनि होइन। अनि हामी चाहिँ यो बादल पारीको देश भने जस्तो बादल माथि सँगसँगै बादल सँगसँगै उडेर गुडेर होइन यहाँसम्म आइपुगेको छ यस्तो पिसफुल ठाउँमा होइन। अब नेचर लभरलाई यतिको त स्वर्ग जस्तै नै के गर्नु लाग्यो हामी चाहिँ एक्सट्रिम पार्टी भयो है। एक्सट्रिम पार्टी हो, बेयर पार्टी चाहिँ यो जडी आयो यो ब्लग भरि त्यही मात्र आयो त अझ बोक्दिन पर्ने रे। ओ फुट्यो बेर फुट्यो। लै त अब यहाँनिर केही हुनेवालामा छ है। ओइ केही हुँदैछ है यहाँनिर। ल गाइज यस्तो मेहनतको साथ आज होइन यही हेर्नको लागि आएको हो हामी होइन। दामी देखिरहेको ल दामी छैन त बबाल छ बबाल। टक्क बादलहरू उडिरहेको छ माथि होइन। त्यस्तै मनपर्ने हो क्या मलाई चाहिँ नेचर लभर। ल ओ माई गड के हो यो। ल पछाडि हेर्न सक्नुहुन्छ गाइस कस्तो राम्रो छ है। वाउ हेर्नको लागि यत्रो दुःख गरेर आएको थियो, फाइनली सफल भयो। हेलो दादा। ओहो क्या हिरो देखा यार, मान्छे हिरै हो अनि अर्को हिरो झन् हिरो भइहाल्यो। ओ माई गड। हामी चाहिँ आज ललितपुरबाट आएको हो। बिहान कति बजी हिँडेर हामी बिहान 6 बजी हिँडेर है। यिनीहरू हुक्का बनाएर खाने भनेर आएको अनि पाइप चाहिँ नल्याइकन अनि केले तान्छ त अनि के हो यस्तै। भिडियो बनाएर यो कुराको भिडियो बनायो मलाई नदेखाए म भाइरल मान्छे सोध्छ भाइ लास्ट जान बेला बनाउनु पर्यो नि त होइन। पर्यो ट्रेकिङ कसम भ्लग त अनि 42 घण्टा। ल गाइस अघि चाहिँ हामी माथिबाट हेरेको थियो भने अहिले चाहिँ तल खेतदेखि हेरिरहेको छु होइन कस्तो देखिरहेको छ हेरौँ। दामी देखिरह होला। केटाहरू सब माथि र चढिसक्यो यस्तो दामी छ। अब लास्ट हामी यहाँनिर अब 1-2टा फोटो भिडियो खिचेर अनि गन्तव्यतिर लाग्छौँ। टक्क लाएर गाउँमा जाने हो। लोकल कुखुराको सुप र ढेँडो बजाउने हो। आज लास्टै थाकेको छ है त। हामी चाहिँ अब माथि चढ्दैछौँ होइन। यहाँ चाहिँ एकदम
केयरफुल भएर हिँड्नुपर्छ टक्क लड्यो भने ल है अब चाहिँ हामी घर फर्किने तयारीमा छौँ माथि हामी माथि पुगेर आएको होइन अब घर फर्किने हो माथि चुचुरोमा गएर आएको हामी सबजना अब यहाँनिर कपडा यतातिर छ यत्रो हेरेर आएको माथि झर्नाको खसेको टक्क यहाँ चाहिँ हुक्का कार्यक्रम भइरहेछ तर झर्नाको फेदमा बसेर हुक्का तान्दै भाइ के हो त्यो यो चाहिँ यो हाम्रो आफ्नै त्रिशुली खोलामा यहीँ तल त्रिशुली खोलामा लिखु खोला हाने लिखु खोला खोलामा आफैले मारेको हो फेरि आफैले मारेको ल मैलुङको झरनामा हो मैलुङको झरनामा हो मैलुङको झर्ना ठ्याक्कै 500 है 5 करोड ल है त अहिले चाहिँ हामी गाउँ आइसकेको छौँ होइन टक्क लाएर अर्ग्यानिक यहाँ पँधेरोमा फ्रेस हुँदैछौँ मजा आयो गाइज आज मजा आयो भन्दै अब चाहिँ भ्लग यतैतिर हिन्ट हान्नुपर्छ होइन एउटा हेर्नेर नाच्दैछ अर्ग्यानिक गाउँमा टक्क लाएर कस्तो आनन्द आउने कि छुट्टै यो गाउँ भनेपछि होइन फ्रेस हुने क्या